सोल्डर से नमस्ते के खारै आउनु भयो खान्छु है त मेरो नाम चाहिँ मिलन तपाईहरुको एउटा गाइड है दुईटा बोर्ड मध्ये अनि अर्को चाहिँ हाम्रो गाइड दिनेश सोल्टे उहाँ पछाडी आउँदैछ है सोल्टे दिनेश उहाँ चाहिँ अर्को गाइड अनि हामीसँग चाहिँ तीनवटा सेफ्टी कायकर छ विनोद दाइ हाम्रो गोरे भाइ भन्ने अनि
तीनजना चाहिँ सेफ्टी आएको एउटा सेफ्टी क्याटर छ हाम्रो चाहिँ सामानहरू मोबाइलदेखि लिएर भ्यालुबल्सदेखि तपाईँको कपडा मोबाइलहरू चाहिँ त्यो बोर्डमा छ साधन भाइ उहाँले चलाउनुहुन्छ टाढा जानुभयो चाहिँ उहाँहरू आउनुहुन्छ तपाईँको लागि रेस्क्यु गर्नु यति मात्रै चाहिँ कतिजनाले राफ्टिङ गर्नु भएको छ 1 2 3 जनाले मात्र 4 जनाले भोटेकोसी नै हो त्रिशुली नै है तपाईँले भोटेकोसीमा कम्मरभन्दा मासतिर ड्रप हान्नु पाउँदैन यहाँ भने तपाईँको 1 फ्ल्याट जति चाहिँ पाइन्छ है पल्टाउन नि पाइन्छ मजाले पानी खुवाउन नि पाइन्छ है खान नि पाइन्छ मैले धेरैचोटि राफ्टिङ गरिसकेँ केही सुन्नु पर्दैन भनेर मैले पनि धेरैचोटि गराइसकेँ धेरैचोटिजना लिएर गइसकेँ बानी गरिसकेँ है त तपाईँले 4-5 चोटि गर्नु र मैले वर्षको 365 दिन गऱ्यो भने कसले जित्छ मैले जितिन्छ है अनि तपाईँ जतिचोटि अब एयरप्लेनमा गए पनि सिट बेल्ट लाउन त सिकाइरहेको हुन्छ नि त अनि सुनिरहनुपर्छ अनि गाइड भनेको चाहिँ पछाडि बसिन्छ पछाडि बसेपछि गाइडले सबैले गर्ने यसमा चाहिँ टिमवर्क हुनुपर्छ सबैजना टिमवर्क भयो भने चाहिँ बल्ल एडभेन्चर गरिन्छ है अनि तपाईँहरू अगाडि बसेर चाहिँ चलाउने गाइडले चाहिँ दायाँ बायाँ तपाईँहरूलाई कस्तो चाहिन्छ फेरि यता जाने उता जाने यो चाहिँ गाडी होइन यसमा स्प्रिङ छैन ब्रेक पनि छैन है फेल गर्दैछ अस्ति भएर मिस्त्री आएर अनि अगाडि बस्नु हुनेले चाहिँ जो अगाडि बस्नुहुन्छ लेफ्ट साइड र राइट साइडमा एक जना बस्नुहोस् बसेपछि साइडमा बस्ने बिचमा नबस्ने साइडमा बस्नुहोस् एउटा खुट्टा लक गर्नुहोस् इजी तालले पुरै भाँच्ने गरेर चाहिँ लक नगर्नुहोस् है त इजी तालले खस्नु हुँदैन जो पछाडि बस्नुहुन्छ उहाँले चाहिँ दुईटै खुट्टा लक गर्नुहोस् यसरी गाह्रो है त बाहिर बस्ने भित्र नबस्ने अनि तपाईँले बोक्नु भएको यसलाई के भनिन्छ त हजुर पाइडल चाहिँ साइकलको भयो लट्ठी यो चाहिँ नेपालीमा बना भनिन्छ यसमा चाहिँ 3वटा भाग हुन्छ टी ग्रिप साफ्ट ब्लेड टी ग्रिपमा चाहिँ एउटा बुढी औँला तल र 4वटा औँला कभर गर्ने अनि लेफ्ट छ भने साफ्टमा चाहिँ धेरै माथि पनि होइन धेरै तल ठिक्क बिचमा है तपाईँहरूले चाहिँ पानी तान्नुपर्छ त्यसमा चाहिँ बल पर्छ अनि यदि तपाईँले टी ग्रिप छोड्नु भयो भने चाहिँ साथीको दाँतमा च्यापुमा लाग्यो भने चाहिँ दाँतहरू उड्न सक्छ है च्यापहरू फुट्न सक्छ यसलाई चाहिँ जहिले पनि कभर गरेर राख्नुहोस् एकदम बलियो भएको फेरि लिएर चाहिँ नजानु नि झडा पर्दा सजिलो हुन्छ भनेर है कता अगाडि ब्रो स्टप नकाटौँ है ब्रो म चाहिँ गाइड हो लाइफ ज्याकेट साइडबाट साथीहरूकोबाट तान्नुहोस् है साइड यसरी फेस टु फेस एकदम टाइट छ मेरो ओके अन प्रो बच्चन 1 2 and stop फेरि यति राम्रो बिचमा बस्नु भएको छ दाँतै भएन नि घर फर्किँदा है पानीपुरी खाँदा त अनि फेरि धोती नै तर्से लाग्यो ओके अब ब्याक प्याडल चेन्ज ब्याक प्याडल प्रो ब्याक 1 2 स्टप ओके अब प्रोबोट चेन्ज प्रोबोट 1 2 stop Okay, I'll probe change. 1 2 stop. पानी बोतल इम्टी भएपछि त्यो बोतल चाहिँ पानीमा नफाल्दिनुहोस् है बोर्ड भित्रै राख्नु राम्रो I'll probe change 1 2 3
गर्मी भएको छ भने प्याडल चाहिँ राम्ररी यसरी राख्नुहोस् स्विमिङ गर्नु जाँदा बोर्डलाई स्विमिङ गर्ने अहिले गर्मी भएको छैन हान्ने हो तिमी जाने हो स्विमिङ ओ माय गॉड के छ ठीक छ कुन टी-शर्ट हो दामी छ कस्तो लाग्यो ए बबाल कस्तो लाग्दैछ तपाईलाई एकदम बवाल है बहिनी तिमीलाई कस्तो लाग्दैछ एकदम रमाइलो दाइ ओए बाख्रा नानु के छ हाल खबर ठिक छ कस्तो लाग्दैछ रमाइलो केले भएको रमाइलो कैसे लगा कैसे लगा रिव्यू चाहिए मैले न अब चाहिँ खानु पर्यो ओ गुड नगरे म मोटु छैन बिस्तारै सबैजना जाने भयो यसो फोटो खिच्नलाई बोला है लेडिज फर्स्ट रेडी पोज लेडिज फर्स्ट नडराइकन ल लो चेन्ज 3 2 1 जम्प जम्प ready 1 2 1 jump ready 1 ए तल नै हेर्ने सिधा हेर्ने अलिकति गाउँको छोरी हो ल 3 2 1 फेरि सिधै हल्का हुन्छ है त आउट गरेर उता हेर्नु सिधा अलिकति आउट मात्र गर्नु 3 2 1 आँखा खोल्नुहोस् घुम्नुहोस् आँखा खोल्नुहोस् आँखा ल छिटो ल चार छ रे लाउनु ब्रो त्यो उता गरे चाहिँ डोरी समात्ने बोटको डोरी समात्ने 3 2 1 जम्प हात होइन त्यसरी हात होइन यता डोरी समात्ने ब्रो डोरी मान्दैन अलि हाइट जम्प गर्नुहोस् है त 3 2 1 जम्प हुन्छ यस्तरी एउटा हात सोल्डर समात्नु कस्तो भयो वाउ केसो लाग्यो भनेको दाइ खोइ त ल होइन
Take your seat, team. Paddle pass गरिदिनु आफ्नो ठाउँमा जम्प अब Paddle high five, team. Bonus. Paddle high five. 1, 2, 3. Yeah! 2, 1. 2, 1. And stop, team. Get down. Okay, come back, team. Okay. Paddle high five, team. 1, 2, 3. Yeah! Stanus. 1, 2, 3. Brother, ठिक छ फाल्दिम प्याडललाई त फाल्दिम हजुर यता फाल्दिनु ल and stop, team. Paddle high five, team. 1, 2, 3. Yeah! Get the fuck out of here, guys. Chill out. What?